सबै मेकअप गरिसक्नुभयो तर आइलाइनर लाउन आउँदैन अनि त्यही भएर आइलाइनर स्किप गर्नुहुन्छ भने here I am with the easiest eyeliner tutorial है। सबैभन्दा पहिले चाहिँ तपाईँहरूले यस्तो पातलो ब्रस लिनु है, एङ्गल ब्रस लिँदा पनि हुन्छ अथवा यो ब्रस लिँदा पनि हुन्छ। त्यसपछि लिनु एउटा गाजर, नट आइलाइनर तर गाजर। गाजरले चाहिँ काम गर्न सजिलो हुन्छ होइन। आइलाइनरले चाहिँ अब एकैचोटि पानीवाला हो, एकदम बसिहाल्छ, तपाईँलाई मेटाउन गाह्रो हुन्छ, त्यही भएर चाहिँ हामीले गाजर लिइरहेको छौँ। त सुरुमा चाहिँ यसरी गाजर लिने अथवा डाइरेक्ट तपाईँको गाजर एकदम पोइन्टेड छ भने डाइरेक्ट लाउँदा पनि हुन्छ। म चाहिँ ब्रसमा लिएर लाउँछु। यहाँ लाइन तानिदिने एउटा है। अनि आइलाइनर लाउँदाखेरि आँखा बन्द भन्दा नि खोलेरै लाउँदा सजिलो हुन्छ। सो तपाईँलाई आइडिया हुन्छ कि तपाईँले कसरी हेर्दै हुनुहुन्छ, कस्तो देखिन्छ भनेर। यो भयो। त्यसपछि चाहिँ यो लाइनबाट, यो पोइन्टेड लाइनबाट चाहिँ यहाँसम्म लिएर आउने तपाईँले यस्तरी। मेरो गाजर अलिकति धेरै डार्क छैन क्या, जेड ब्ल्याक छैन, यस्तो देखेको हो। यसरी लिएर आउने, गाजरलाई लिएर आउने, अगाडि पातलो गरी लिएर आउने, एकदम बिस्तारै, हतार केहीको छैन हामीलाई। अब अलिकति खोलेर हेर्ने, हामीलाई कतातिर चाहिँ केही पुगेको छैन जस्तो लाग्छ। मलाई चाहिँ अलिकति यहाँनिर पनि अलिकति मोटो हुन्छ जस्तो लागिरहेछ। सो त्यही भएर मैले अलिकति यसरी नै आँखा यति गरेर फिल गरिदिन्छु। यतातिर अलिकति आर्क बनाउनु छ भने चाहिँ धेरै नलिने प्रडक्ट, जस्ट यति लिने अनि यसरी अगाडि ल्याउने। अब चाहिँ एउटा आइलाइनर लिने है, यो मार्कर लाइनर लिँदा भयो, सोनाटाको लिँदा भयो, जुनै छ त्यही लिँदा भयो। अनि त्यसपछि यो मार्कलाई चाहिँ अब फलो गर्ने। मार्क अनुसारले माथिबाट लाइन गरिदिने। अल्सो एकदमै धेरै बिस्तारै गर्नुहोस् किनभने अगेन हतार हामीलाई केहीको छैन। अनि अब अलिकति भित्रभित्र नि फिल गरिदिनुहोस्। अब अगाडि लाउनलाई चाहिँ अगाडि पनि अब अर्को आँखामा पनि गरौँ and I'll be right back. See, it looks so pretty दुईटै नै आँखामा. So I hope you like this tutorial. Bye bye.